सुन्दर वातावरण स्वच्छ हावा लिएर हैन शान्त मिलेको आवाज हुन्छ मलाई। ओइ गुराँस फुल गुराँस गुराँस नयाँ वर्षको उपलक्ष्यमा मैले धेरै समयपछि गुराँसलाई देख्न पाएँ। यो खानु झन् स्वास्थ्यको लागि एकदमै राम्रो हो कि चाहिँ अमिलो चुक्को अर्ग्यानिक हैन राइनी हो नि फेरि भन न यो त छुटाउनै भएन नि। तिमीलाई घर लिप्न आउँदैन जस्तो लाग्छ। बुहारी बनेर घर लिप्न आउँदैन जस्तो लाग्छ पछि ज्वाइँ घर गएर। वाउ मैला गर्नु दिनुभयो खानु दिनुभयो। मैले तपाईँको गुराँस पनि टिपेर खाइदिएँ दाइ। खायौँ पिउँ दुखाइदिउँ अब निस्क्यौँ है। हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग। तपाईँहरूलाई फेरि पनि मेरो नयाँ भिडियोमा स्वागत छ साथीहरू। म चाहिँ आज किन मास्क लगाएर भिडियो स्टार्ट गरिरहेको छु भनेदेखि होइन भर्खर रुमबाट निस्केको यहाँ धेरै धुलो धुवा आइरहेको छ क्या त्यही भएर होइन जस अरू दिनभन्दा नयाँ स्टाइलले स्टार्ट गरेको भनौँ न। मास्क त खोल्नै पर्ने हुन्छ। सो हामी चाहिँ आज स्पेसल डे रहेको छ। हामी फ्यामिली फेरि पनि हामी घुम्न गइरहेको छौँ। कहाँ भनेदेखि तपाईँहरूलाई एकछिन म देखाउन छु होइन हाइलाइट हेरेर पनि थाहा भइसक्यो होला। म चाहिँ मास्क लगाएर छु किनकि यहाँ धेरै बाटोमा हल्ला पनि छ होइन। अनि त्यही हो साथी हो कहाँ घुम्न जाँदैछौँ को भनेर तपाईँलाई एकछिनमा देखाउँछु हेर्दै गर्नु होला है। अनि एकजना मैना रानी यता छन् गाउँमा। अनि हामी जाँदैछौँ अहिले चाहिँ हामी टक्कै के भन्छ पाटन कृष्ण मन्दिरमा छौँ है। हाम्रो यतै नजिकै हो नि त रुम। अनि यता कृष्ण मन्दिर हुँदै हामी के भन्छ लगान खेल हुँदै उता गाडी चढ्नु पर्ने हुन्छ। कहाँ भनेर तपाईँलाई हाइलाइटमा हेरेर थाहा पाइहाल्नु भयो है। अब पुगेपछि तपाईँहरूलाई अब को कतिजना मान्छे आउँछ भनेर तपाईँलाई सबैलाई देखाउनेछौँ। त्यसको लागि तपाईँहरूले फुल भिडियो हेर्नुपर्ने हुन्छ। अहिले पाटन कृष्ण मन्दिरको महल चाहिँ यस्तो छ है हेर्नुहोस्। डेमा त यहाँ लास्टै घाम हुन्छ है कति पोल्छ तर पनि बेलुका बेलुका चाहिँ बहुत रमाइलो हुन्छ। अनि यता एकजना मान्छे बोलिरहनु भएको छ को मान्छे हो कलमा बोलिरहनु भएको छ गेस गर्नु होला साथी है। चिना चिना देखेर जस्तो लाग्छ भने। सो हामी जाँदैछौँ है तपाईँहरूलाई म बिचमा देखाउँछु नि। अनि उता हाम्रो भाउजूहरू पनि दाइहरू पनि हुनुहुन्छ आउँदै हुनुहुन्छ उहाँहरूलाई पनि आएपछि म देखाउँछु। त्यसको लागि तपाईँले फुल भिडियो हेर्नुपर्ने हुन्छ। तर दिउँसो पनि बब्बाल देखिँदैछ कि यहाँ दिउँसो आउनु पनि हाम्रो बिहान स्वागत छ हजुरलाई। अनि नाना हुनुहुन्छ तर भन्जी हुनुहुन्छ उता बहिनी भान्जी अनि उताबाट चाहिँ दाइहरू भाउजूहरू बहिनीहरू आउँदै हुनुहुन्छ है। वेलकम छ हजुरलाई मेरो भिडियोमा। थ्याङ्क यू भनेकै त के कसो हो कति रमाइलो छ यहाँ डेमा पनि आउनु नभुल्नु होला साथी किनकि यस्तो क्लियर छ कि आज मौसम। अन्त ल अब एकैचोटि तपाईँहरूलाई पर सबै ग्रुप भेटेपछि देखाउनेछौँ हेर्दै गर्नु होला है त साथी। इन्जोय द भिडियो। ल है साथी यो बसन्तपुर भन्दा कम चाहिँ छैन है यो एरिया किनकि होइन नाइटमा मात्रै होइन मर्निङमा मात्रै होइन यहाँ डेमा पनि यस्तै हुन्छ यस्तै भिड हुन्छ क्या। किनकि यहाँ यस्तो बजार छ नि त होलसेल सप यहाँ बेलुका बेलुका होइन 6-7 बजीतिर त यस्तो भिड हुन्छ कि यस्तो भिड हुन्छ कि यो लगान खेलमा होइन। पनि अलिक सस्तो र भरपर्दो सामान चाहिन्छ भने सस्तोमा राम्रो क्वालिटी आउनुहोस् कता आयो लगान खेल आउनु लगान खेलभित्र लगान खेलको चोक बस स्टप भयो होइन त्यसपछि यता फेमस ठाउँ सस्तो भरपर्दो क्वालिटी होइन एकदमै सबै कुरा पाइन्छ होइन त भएन।
हिँड्नुपर्छ घाममा, घाम पानी नभए पनि हिँड्नुपर्छ, दुःख गर्नुपर्छ। तपाईँहरूले भिडियो नहेरिदिँदा कतिमा हामीलाई चित्त दुख्छ नि। दुःख गरे अनुसार तपाईँहरूले माया गरिदिए पो हामीलाई जोस जाँगर पनि चल्छ होइन, हो कि होइन भन्दा। अनि साथीहरू हाम्रो भेनाको पनि युट्युब च्यानल छ प्रेम अफिसियल भन्ने, सबैले च्यानलमा गएर सपोर्ट गरिदिनु होला है। मैले तल मेन्सन गरेको छु, सबैजनाले गएर सपोर्ट गरिदिनु है। कताबाट जाने हो? रमाइलो ठाउँहरू छ हेर यता। त्यही हो साथीहरू। अनि हाम्रो फ्यामिलीहरू चाहिँ आउँदै हुनुहुन्छ, भाउजूहरू चाहिँ आउँदै हुनुहुन्छ। अब एकैचोटि तपाईँहरूलाई पर गएर देखाउँछु भनेर मैले अघि पनि भनिसकेको छु होइन, किनकि बिचबिचमा त बोल्नु परिहाल्यो नि, भन्नु परिहाल्यो नि तपाईँहरूलाई होइन। भनेन भने बर्बाद हुन्छ। गाडीहरू राम्रो कति रमाइलो छ साथीहरू। हामी चाहिँ गाडी चढिसक्यो है। अब यात्रा कस्तो हुन्छ हेर्दै गर्नु होला है त, कस्तो प्याक छ गाडी चाहिँ है। जस रमाइलो भइरहेछ। कस्तो फिल भइरहेछ भेना? गर्मी भेना कस्तो फिल भइरहेछ तपाईँलाई? मलाई त ठिकै भयो साथीहरू। हामी चाहिँ गोदाबारी आइपुग्यौँ। गाडीमा नहिँडेको पनि धेरै भयो क्या, त्यही भएर भमिट आउनु पर्छ। महिनावारी भए जस्तो गाह्रो छ साथीहरू है, गाडीले नफाप्नु पनि। पानी माथि छ, पानीमा जानु पर्यो। मलाई गाडीले फाप्दैन क्या अलिकति पनि। यस्तो बमिट आउनु खोज्छ कि यस्तो आउँछ कि निधाएर हल्का निधाएर मात्रै हो, नत्र मलाई यति बेला बमिट गरिसक्ने क्या। म हल्का फ्रेस हुनु पर्यो अब, पानीमा फ्रेस हुन्छु ल। प्योर शुद्ध पानी है यो, पिउने पानी है। योभन्दा 5-6 महिना अगाडि आएको थियौँ, 5-6-7 महिना अगाडि आएको थियौँ। यहाँ बाहिर थिएन, अहिले चाहिँ यस्तो बनाएछ। जस दिन प्रतिदिन डेभलप हुँदैछ, विकसित हुँदैछ, खुसी लाग्छ। हामी आउनु छोड्ने होइन। म त बमिट आएँ नि, कस्तो बमिट गऱ्यो यहाँ, कम गाह्रो छ बमिट गरेर। कुलिक आएर गाह्रो भएर बमिट गरेर आएको धाराबाट। ए ल साथी, अब हामी एकैचोटि पर गएर देखाउँछौँ है तपाईँहरूलाई, हेर्दै गर्नु होला। भेना पनि ब्लग बनाइरहनु भएको छ। बेहोसै भइँदो रहेछ हो त्यहाँबाट यति आइन्जेलमा गाडीमा। लङ धेरै समयपछि चढेर होला। नाइटमा त बरु म खप्छु जस्तो त छ होइन। यहाँबाट अब केही किनेर लानुपर्छ, कल गर्नुपर्छ अब। भर्खरको फुच्चे भाइ आक्छ निदाको। ए आक्छ आयो, गोदाबारी आयो, निदाएछ आज गाडीमा। होइन कत्रो टाइम लागेको है। कोही बेला कसको पालो, कोही बेला कसको पालो भन्थ्यो, त्यही होला। तर आज हामी यति बिजोग भएको थियो, यसरी निदाउँछ गाडी। फेरि उतातिर त्यो राजाबारीहरूको आन्दोलन अरे नि त, बाटो बन्द थियो होला होइन। ल अङ्कल आइपुग्नु भयो आज त। जोस् भाइ जस्तो भएर सदा अङ्कल भन्थे, आज भाइ जस्तो भएर आउनु भएछ। पसिनाले पापा कि परी ल है ल। आज त साँच्चै हिरो भएर आउनु भएछ हो। टप पनि लाएर अर्कोपट्टि हो ल। अब त फेरि एकछिनमा पस्ने बित्तिकै फेरि जाऊ भन्छ ल। हो 4 बजी 5 बजेको त 4 बजे कि 5 बजे अब हामी जानेछौँ मित्रहरू। भेट भइसक्यो, आधी घन्टा भयो। ए मैले त यो 2.5 घन्टा पर्खिँदा त म रिसाइन। जिउको आधी घन्टा गर्दा कति तपाईँ होइन त्यो जिउको त छोड्दैन, त्यो टाइम
टाइम हामी मान्छे कति जाना थियौँ 6 जना आधी घन्टा 3 घन्टा भएछ ल साथी जतिजना जोडे पनि मजा त्यो हुँदैन कि हो तपाईँ अलिक फेरि खाक भएको मान्छे ल साथीहरू यस्तो किन्यौँ हामीले त है खिच्रिक मिश्रिकहरू अङ्कल तपाईँले कलर लगाएको हो माथि कस्तो टल्केछ भर्खर उमेर आउँदैछ हौ हामी चाहिँ यहाँ बुढो भएर मर्नेवाला भएछ कि उहाँको भर्खर उमेर आउँदैछ अब यस्तै हो हामी आज यता त्यता ल्यान्ड्यान गर्दा ढिलो भयो तर पनि अब केही छैन गएर यसो अनुहार देखाउन पाइयो भने पनि हुन्छ त्यहाँको चौर तामाङहरूको लोसर फेस्टिभल के चलिरहेको रहेछ यहाँ होइन रमाइलो यो हो नि त लोसर नै होला पुरा टिम जस आनन्द हुन्छ गोदाबारीमा है दाइ एक्लै आउँदा त खासै मजा मैले राम्रो लाग्छु साँच्ची भाउजू अनि साथी हो म आज राम्रो देखाएको छु अरे साँच्ची राम्रो देखाएको छु यसरी देखाउनु त यसरी देखाउनु त खाइदिन्छु खै त हेर हो साथी त्यही भएर त मैले के हो टिप्स मलाई नि सिकाइदेऊ भनिरहेको थिएँ त अघिबाट अलवेज त होइन आज मात्रै हो हिजो अस्ति थिएन यस्तो नभन्नु न हौ हिजो अस्ति सधैँ म ह्यान्डसम सबैले मलाई ह्यान्डसम भन्छ अनि जुत्ता मात्रै सुन्नु न जुत्ता मात्रै 52 सयको होइन प्यान्ट 22 सयको यो टी सर्ट 1400 को अनि यो ल्यादरको ज्याकेट त झन् ल्यादर भन्नु साथै काफी हुन्छ यो ब्रान्डेड हो के अनि सबसे महँगो के हो थाहा छ यहाँ देखाउनु त सबसे महँगो यो हो पिङ्की छ त अनि सबसे महँगो बाहिर कति पर्दछ त्यो यो त अर्काले दिएको होला यो भेनाले दिएको हो त्यही भएर महँगो भयो भेनाजले दिएको अर्को पनि छ मैले अस्ति देखाएको छु CR7 को लोगो भएको घडी अर्को पनि छ ब्ल्याक CR7 भनेको त नेपालको त्यो गेमको र गेमरको भनेको होइन र CR7 त्यो लोगो भएको घडी छ त्यो चाहिँ महँगो हो नेपाली 14,000 को अरे यो चाहिँ 7,000 कति भन्दै हुनुहुन्थ्यो ल बधाई छ त्यो 2-3 दिन लाएर मलाई देऊ न नेक्स्ट अर्को पनि छ मेरो राम्रो हो नि भाउजूले दिनुभएको घडी पनि छैन त्यतिकै ल साथी अब चाहिँ हामीले सामानहरू पनि हुन त कति नै बोकेको थिएछौँ र है खानेकुरा धेर लग्यो भने पनि पुरा झ्याउ हुन्छ कि अस्ति नै काबु अब यति नै लगेपछि हामीलाई भरि पूर्ण हुन्छ जाउँ ल है वेलकम छ है हजुरलाई गोदाबारीभित्र मैले चाहिँ चिसो बोकिरहेको छु साथी हो कहाँबाट जाने हो हामी पहिला कताबाट यता जाने हो ल फर्स्टमा तपाईँहरूलाई फुल देखाउँछु है कति राम्रो फुल यहाँ सुन्दर वातावरण स्वच्छ हावा लिएर होइन शान्त मिलेको आवाज हुन्छ मलाई ओइ गुराँस फुल गुराँस साथीहरू होइन आज गोदाबारी आएको चाहिँ एउटा फाइदा भएछ होइन धेरै समय भएको थियो नदेखेको नभेटेको आज भेट भयो फाइनली गुराँस साँच्ची भनेको यसपालिको अब के भन्छ 81 त गइसक्यो होइन यो 82 को उपलक्ष्यमा नयाँ वर्षको उपलक्ष्यमा मैले धेरै समयपछि गुराँसलाई देख्न पाएँ यो खानु झन् स्वास्थ्यको लागि एकदमै राम्रो हो कि सबै कुरा के भन्छ अर्ग्यानिक हो क्या यो तर यहाँ आएपछि भिडियो चाहिँ बब्बाल हुन्छ कि साँच्ची भनेको वाह बेन यतातिर यसो भिडियो बनाऊ है क्या बबा छ है अब जिन्दगी यसरी नै जाला छ साथी हो खायो हिँड्यो हल्यो ढेँडो के भन्छ नि खायो ढेँडो हल्यो हिँड्यो त्यही हो कति राम्रो छ है यहाँ त भिडियो बनाउने ठाउँ पनि त्यही हो साथी हो होइन तपाईँहरू पनि आउनु होला किनकि अब बर्खा लागेपछि यो मौसम त नभनौँ यो सिजन चेन्ज भएपछि होइन अभियसली पनि हरियाली हुन्छ त्यही भएर राम्रो हुन्छ के वातावरण के भन्छ हरियाली रुखपातहरू एकदमै राम्रो हुन्छ कि चैत वैशाखमा सबै कुरा यो पल फेर्ने सिजन हो नि त त्यही भएर राम्रो हुन्छ सो तपाईँहरू पनि आउनु होला यो सिजनभरि
एकदमै दामी हुन्छ फोटो भिडियो। तपाईँहरू क्यामेरा लिएर आउनुहोस्, क्यामेरा छैन भने 16 Pro Max लिएर आउनुहोस्, यहाँ भिडियो बनाउनु सुट गर्न। त्यही भने कस्तो भएको रहेछ हौ। ल साथीहरू जाँदैछौँ। कोइरालो पनि रहेछ, कोइरालो हेर्नु कोइरालो। स्पेलिङ हो कि उच्चारण कहिले कहिले मिस्टेक भइहाल्छ नि हो, किनकि अब त्यस्तो खासै बोल्या छैन नि त हामीले। त्यो जति बोल्यो होइन उति पर्फेक्ट हुने हो कि त्यो शब्दहरू होइन। कहिलेकाहीँ बोल्न पाइन्छ, त्यो पनि औँसी पुर्णे होइन, औँसी पुर्णे त्यो कहिलेकाहीँ बोल्दा त्यस्तो चिप्लिहाल्छ नि, हाड बिनाको चिप्रो। हामीले त नर्मल चिजहरू लिएर खाइरहेको छौँ, किनकि साथी हो यहाँ धेरै ल्यायो भने झन्झाट हुँदो रहेछ क्या, न के व्यवस्था हुनु होइन। पक्की ल्यायो, चौसा बिस्कुट ल्यायो, यतिको खानेकुरा। ल त्यो गरौँ न। ल यहाँ मौरीले खानु पनि नदिने रहेछ, यहाँ त मौरी तेरीमा पड्के। ल बाजे चेस लिनु चिसो 10 रुपियाँ। खानु न यो खानेकुरा चाहिँ, त्यो 10 रुपियाँको भन्दा महँगोको रक्सी खानुलाई मायाको थाहा छ, हामी पैसा दिँदैनौँ भन्छ। यहाँ गुराँस फुलै यस्तो बबल फुलिरहेछ कि है, टाढा जानु पर्दैन कि गुराँस टिप्नलाई यहीँ छ। अनि यहाँ फुल यस्तो राम्रो छ, हेर्नुहोस् फुल हेर्नुहोस् के फुल हो कमेन्ट गर्नु ल तपाईँहरूले। आनन्द शीतल छ है, सबैले कमेन्ट गर्नु ल के फुल हो तपाईँहरूले कमेन्ट गर्नु होला, किनकि गोदावरी आएपछि त फुलहरू त देख्न पाइहाल्छ अभियसली पनि होइन। त्यही भएर कमेन्ट गर्नु होला। अङ्कल पेकिया ल पेकिएन न, ए गुराँस टिप्नु न यार, गुराँस यो भनेको वर्षमा एकचोटि मात्रै हुने हो क्या साथी हो, त्यही भएर खाना आवश्यक छ। तिमीलाई त खायो हामीलाई चाहिँ छैन गुराँस। त पेट दुख्ने घाँटी दुख्ने औषधि हो नि, त्यही भएर खाना आवश्यक छ। धन्यवाद दाइ, अहिलेसम्म छिर्नु दिनुभयो, रमाइलो गर्नु दिनुभयो, खानु दिनुभयो। मैले तपाईँको गुराँस पनि टिपेर खाइदिएँ दाइ, खायौँ पिउँ दुखाइदिउँ, अब निस्क्यौँ है। अब साँच्ची भनेको गुराँस चाहिँ कस्तो भने यहाँ राम्रो हुन्छ, गुराँस भनेको राम्रो हो। यो भनेको दबाई पनि हुन्छ क्या, घाँटी दुख्नेको हो। ल साथीहरू पहेँलो घाम पनि टक्कै लागिरहेछ है, घाम डुब्नै लाग्यो, अबको 5 बजेमा डुब्छ। सो हामी गोदावरीबाट निस्किसक्यौँ होइन। अनि हामी चाहिँ किन पैदल यात्रा भन्दाखेरि किन हिँडिरहेछौँ भनेदेखि नि यहाँ गोदावरी नजिकै हाम्रो उमा दिदीहरूको पुरानो पसल छ नि त। अस्तिको भ्लगमा हेर्नुभयो होला तपाईँहरूले, त्यो चाहिँ न्यू हो, न्यू ब्रान्च हो होइन। त्यसकै अब पुरानो पसल भनौँ न है, त्योभन्दा पुरानो पसल भनौँ न पहिलेको। त्यो पसल चाहिँ यहाँ नजिकै छ अरे, म त आएको थिइनँ, अहिले भन्दै हुनुहुन्थ्यो। त्यो पसलमा पनि निस्केर जाउँ भनेर हामी सल्लाह भयो होइन। त्यही हो, अब त्यहाँ गएपछि देखाउनेछौँ है। पुरानो पसल चाहिँ मलाई थाहा थिएन, देखेको थिइनँ, हाम्रो दाजुले खगेन्द्र दाइले भन्नुभयो हो। हामी निस्केर जानेछौँ, अनि त्यहाँ अब कस्तो के पाइन्छ पुरानो पसलमा त्यो पनि तपाईँहरूलाई देखाउने छु होइन। पुरानो ओल्ड इज गोल्ड भन्छ नि, त्यस्तै हो क्या, पुरानो हाम्रो पुरानै हो क्या, त्यही भएर देखाउँछु। यहाँ देखाउनु होला है त्यो साथी। अब ब्याकग्राउन्डमा देखिहाल्नु भयो होइन, हामी कसको पसलमा कहाँ आइपुग्यौँ भनेर त होइन। राम्री न राम्रो हेन्छ गर्नु हेन्छ के छ रुगा सर्छ होला। ल स्वागत छ सबैलाई, वेलकम छ। अब सुरुमै अब तपाईँहरूलाई यही त देखाउनु होला नि, मैले अघि भनिसकेँ होइन।
हेर्नु होला स्लोली गर्छ तपाईँ आफै। अनि के छ खबर रमा? ठिक छ। अनि आज त म त यतिकै बसिरहेको थिएँ, मलाई पनि गोदावरी जाउँ भन्नुभएको हो त? होइन तिमी बिजी, मैले कसलाई कल गरेको थिएँ ए होइन कहाँबाट मैले यसो फ्यास कुरा चाहिँ बुझाएँ के अरे सुनेको थिएँ। कान्छी बहिनी गाउँ गएको छ अरे नि त होइन, बाबामा यहाँ छ अरे, अनि तिमी पसलमा बिजी होला दिदी उता होला भनेर मलाई तिमीलाई भनिन के। अनि प्लस सोचिरहेको थिएँ अब एकैचोटि हाइकिङ जानु पर्यो भनेर सोचिरहेको थिएँ क्या। चुक्को अर्ग्यानिक होइन राइनी हो नि फेरि भन न, यो त छुट्याउनै भएन नि। तिमीलाई घर लिप्न आउँदैन जस्तो लाग्छ? बुहारी बनेर घर लिप्नु आउँदैन जस्तो लाग्छ पछि ज्वाइँ घर गएर। तिमीलाई ल यति आँटी ल ल ल कडा हो, सचेत रह है रम्स भन्ने मान्छेसँग चाहिँ। ल स्पेसल भइसक्यो खै यहाँ देखाउँ। वाउ धनिया छैन? धनिया धनिया ओ माई गड होस् थियो। ल अब हामी जान्छौँ ल, मिठो चटपटेको लागि थ्याङ्क यू। होइन ल ल हाइकिङ जानेछ, अब हाइकिङमा भेट्नु न होइन। ल फिक्स गर ल, मलाई कल गर न। बिरामी भएन भने रक्सी जनामा झैँ यहाँ झानेर खाऊ न, त्यो रुवा कहाँ जान्छै हुन्छ। ल हामी गयौँ ल दाइ, तपाईँ त नजिकै है, हिँड्दै आउनु ल। अहिले हामी जाँदै गर्छौँ ल। ल हाम्रो चाहिँ गाडी आयो साथी, हामी जानुपर्ने हुन्छ त्यही भएर सबैलाई बाई बाई है बाई। ल हाम्रो चाहिँ गाडी चढ्दैछौँ साथी हो। चाबेल पाउँदा 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 चोरपाटी आयो, सुके धारा। साथी आजको घुमाइ पनि जे रमाइलो भयो, जे जस्तो भयो भने फ्यामिलीसँग घुमिसकेपछि रमाइलो हुन्छ नि त होइन। त्यही भएर आज चाहिँ मान्छे फेरि बाटोमा निधायो कि, नानी निधाएपछि यस्तो अप्ठ्यारो हुन्छ कि बोक्नको लागि है। अनि त्यही भएर ठिचोक छ क्या। अनि अब के गर्नु है, अब चाहिँ यो लास्ट भिडियो हुन्छ होला, लास्ट क्लिप हुन्छ होला साथीहरू। थ्याङ्क यू फर वाचिङ। माया गर्नुभयो, सधैँभरि माया गर्नु होला। त्यही हो, भान्जी निधाए अप्ठ्यारो भइरहेको छ। सबैलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर वाचिङ एभ्री वान, बाई।